किन अचानक स्वास्थ्य चौकी आयो होला त म चाहिँ स्कुलबाट चाँडै आज घर आएर है अनि चाँडै घर आएँ र मैले घरमा गएर चाहिँ आफ्नो नानीलाई छिटो रेडी गराएँ अनि उसलाई चाहिँ रेडी गराएर हामी चाहिँ सबै स्कुटीमा बसेर लाग्यौँ है स्वास्थ्य चौकीतिर। अनि स्वास्थ्य चौकी पुग्ने बित्तिकै पानी पऱ्यो साथीहरू है। अनि त्यहाँबाट चाहिँ हामी स्वास्थ्य चौकी गएर नानुलाई इन्जेक्सन लाउन आएको, तर के गर्नु यसपालि इन्जेक्सन नै लगाउन पाएन साथीहरू, ढिला भयो अरे। अब अर्को पालि आउनु भन्नुभयो, त्यही भएको भएर अब चाहिँ हामी सेनकोट लगाएर चाहिँ कता जाने भयौँ भन्दा नानुको बाजेलाई भेट्नलाई। अनि नानुको बाजेलाई भेट्नलाई अब चाहिँ हामी रेडी गाउँमा पनि पुगिसक्यौँ। हामी गाउँमा पुग्यौँ, बाजेले भेटेर नानु चाहिँ मक्खै छ बाजेलाई भेटेर। अनि उसको साथी है टमीलाई भेटेपछि त उसको झन् खुसीको सीमै छैन। त्यस पछाडि मैले खानासाना बनाएँ आज अनि खाना खाएँ। आजको लागि यति नै, बाई।